ल आज हेरौँ पानीपुरीले मेरो ब्लड सुगर कति स्पाइक गर्छ। आई एक्चुअली थिङ्क एज अ बिजनेस पानीपुरी र चटपट एकदम सक्सेसफुल छ, किनकि जुनै पनि कुना काप्चामा अरू सबै पसल खाली भए पनि पानीपुरी चटपट बिकिरहे नै हुन्छ। पानीपुरी खाएर मेरो ब्लड सुगर 50 mgले स्पाइक गर्यो। म एउटा नन डायबेटिक हो। यदि तपाईँ प्री डायबेटिक या डायबेटिक हुनुहुन्छ भने तपाईँको ब्लड सुगर स्पाइक अझ बढी हुने चान्सेस छ। हामीले पानीपुरीको बनावट हेऱ्यो भने यो पुरी बनेको छ रिफाइन्ड मैदाबाट। सिमिलरली आलुको ग्लाइसेमिक इन्डेक्स पनि हाई छ यसको स्टार्च कन्टेन्टले गर्दा, र यसमा थपिएको चाउचाउ पनि रिफाइन्ड मैदाबाटै बनेको छ। यसमा कार्बोहाइड्रेट्स बाहेक एकदमै थोरै मात्रामा प्रोटिन र फाइबर छ। अलमोस्ट 95% अफ द होल मिल इज मेड अफ कार्बोहाइड्रेट्स। स्पेसली कुनै पनि प्रोटिन र फाइबरको सहायता बिना तपाईँ कार्बोहाइड्रेट्स अन इट्स ओन खानुहुन्छ भने यसले एकदम ऱ्यापिड रेस्पोन्समा हाम्रो ब्लड सुगर स्पाइक गर्छ। आई डु अन्डरस्ट्यान्ड पानीपुरी र चटपट हाम्रो महिला दिदीबहिनीहरूसँग एउटा खाना मात्र नभए एउटा इमोसनसँग जोडिएको स्न्याक भइसक्यो। हाउएभर हामीले पानीपुरी खानु अगाडि एटलिस्ट केही मात्रामा सलाद या कुनै प्रोटिन खाऊँ, या चाहिँ पानीपुरीको फिलिङमा चना चिकपिसहरू अलिकति बढी एड गरेर खाइसकेपछि वाक गर्न जरुरी छ। यो पर्टिकुलर पानीपुरीको झोल चाहिँ अमिलो टाइपको थियो, तर आजकल धेरैवटा पानीपुरीको भेरिएसन्समा तपाईँले पानी गुलियो पनि पाउनुहुन्छ। त्यसले अझ तपाईँको ब्लड सुगर स्पाइक गर्ने चान्सेस छ है। Please remember, individual results vary and follow for more.